नेपाल महात्म्य हिम्मत खण्ड खोइ त बुझ्न जरुरी छ। अन्त म ज्ञानदाता होइन। आउने पिढीहरूलाई माताजीहरूले बुढा जति जति हुनुहुन्छ आउने पिढीलाई अलिकति संस्कार दिनुहोस्। हाम्रा देशका तीर्थहरूलाई पनि चिनाउने प्रयास गर्नुहोस्। कहिलेकाहीँ खप्तडतिर पनि जाने गर्नुहोस्, कहिलेकाहीँ मुक्तिनाथतिर पनि जाने गर्नुहोस्, कहिलेकाहीँ पाथीभरातिर पनि जाने गर्नुहोस्। हाम्रो देशमा तीर्थको कमी छैन, माफ गर्नुहोला। तसर्थ आफ्नो देशका भएका यिनी खजानाहरूलाई पनि चिन्नुहोस्। गण्डकी महात्म्य, गण्डकीको महिमा, सप्तकौशिकीको महिमा, गण्डकी कर्णाली भेरी महाकाली। हामी कहिले गयौँ स्नान गर्न? भेरी स्नान गर्न गयौँ भन्ने कोही यहाँ हुनुहुन्छ? यहाँ पण्डालमा हात उठाउनु त न। यही देवघाट धाममा गएर मकर संक्रान्ति स्नान गर्ने कोही हुनुहुन्छ? 2-4 जना हुनुहुन्छ रहेछ। धन्यवाद छ। आफ्नो देशका होइन, जानुस्, हर जग्गा जानुपर्छ। हामी पनि वृन्दावनमै गएर संस्कार लिएको सबै चिज हो। तर पहिला आफ्नो घरमा भएको तुलसीको मठमा पानी हाल्नुहोस्, त्यसपछि पडोसीको घरमा गएर शङ्करजीमा जल चढाउनुहोस्। यो मेरो यति भनाइ हो।